तपाईँको के नाम पर्यो? मेरो महन्त तुलसीगिरी। अनि के छ यो मन्दिरको विषयमा केही भनौँ न। मैले कहिले स्थापना भयो? मैले जाने अनुसार सुने अनुसारको म यहाँ अहिले बसेको त 13 वर्ष भयो। 2071 सालदेखि कति भन्दा 13 वर्ष पुग्छ होइन। अनि चाहिँ मैले जानेको र सुनेको कुरा चाहिँ यो ऐतिहासिक पौराणिक कालकै मतलब जनक राजाको पालामा सीताको बिहा हुने बेलामा चाहिँ स्थापना गरेको खजान्चीको रूपमा कुवा कुपेश्वरनाथ महादेव पानी धुलाई सधैँभरि भइरहोस् अपुग नहोस् भनेर जलेश्वर अनि दुधको कहिले कमी नहोस् भनेर क्षीरेश्वर र यस्तै कपिलेश्वर होइन जम्मा 4 भागमा 4 दिशामा एक एकवटा महादेवको स्थापना चाहिँ भनौँ के अरे जनक राजा कै पालामा चाहिँ स्थापना गराएको हो भन्ने चाहिँ सुन्नमा आउँछ। अब त्यो जनक राजाले गरायो कि जनक राजाभन्दा अगाडि थियो कि त्यो सुन्नमा चाहिँ त्यस्तो आउँछ। एक्ज्याक्ट स्थापना मिति यकिन छैन कसैले पनि यो मिति यो तिथि यो गते यो बार यो महिनामा स्थापना भयो भनेर भन्न कसैले पनि सक्दैन। अनि सुरुदेखि नै कुवा कुपेश्वरनाथ भनेर नामाङ्कन गरे हो। यो कुवा गाउँ भएको हुनाले अनि कुवा कुपेश्वरनाथ महादेव नै भनेर स्थापना भएको छ। जस्तै मैले यो पृथ्वीमा चाहिँ जन्म लिएर अनि मैले उदयपुर जिल्लामा एउटा रामेश्वर शिवजीको मन्दिर गाउँको नाम पनि रामपुर भएको हुनाले यहाँ रामेश्वर शिवजीको मन्दिर भनेर राखेको छु। त्यस्तै यहाँ पनि कुवा कुपेश्वरनाथ महादेव भनेर राखेको रहेछ। मेरो विचारले चाहिँ त्यसैबाट होला। त्योभन्दा इतिहासहरू खासै लिखित रूपमा मैले भेटेको छुइनँ र मौखिक रूपमा पनि यहाँ कसैले पनि यो शिवजीको मन्दिर चाहिँ यतिखेर यो दिन यो बार यो तिथिमा यो नक्षत्रमा स्थापित गरेको भन्नुलाई चाहिँ सक्दैन। अर्को कुरा यहाँनिर यो कुवा कुपेश्वरनाथ चाहिँ लोहरीको आकारमा हुन्छ। भित्र पनि गएर हेर्नु होला हेरिसक्नु भएछ भने पनि ठिकै छ। चाहिँ लोहरीको आकारमा हुनुहुन्छ त्यो चाहिँ यो आफ्नो कुवा गाउँको एरियाभित्रमा चाहिँ घुम्थ्यो अरे भनौँ न। अनि त्यो बेलाको महन्त चाहिँ गोकुलगिरी भन्ने हुनुहुन्थ्यो अरे। उहाँले पूजाआजा गर्न आउँदाखेरि चाहिँ पूजा गर्ने ठाउँमा भेटेन अरे। अनि एकजना भौरी गर्न जाने केटी आइमाईले चाहिँ त्यो लोहोरो जस्तो देखेर उसले चाहिँ आफ्नो छिटीमा हालेछ। छिटीमा हाल्दाखेरि त्यो छिटी चाहिँ भारी हुँदै गएछ अनि चल्न नसक्ने भइसकेपछि अनि उसले झिकेर मिल्काइदिएछ। अनि अर्कोले आउँदाखेरि त्यही भौरी हाल्नेले भेटेछ अनि लोहोरो हुन्छ भनेर लगेर चाहिँ मसला पिस्ने भएपछि बोलेर आयो अरे पुरै। अनि महादेवको पूजा गर्नु भनेर चाहिँ यहाँको गोकुलगिरी भन्ने महन्त उहाँ चाहिँ आउनु भयो अरे। आउँदाखेरि त्यो महादेवै छैन। अनि कहाँ गयो के भयो भनेर वरिपरि छरछिमेकीहरूलाई सोद्धाखेरि अनि एकजना महिलाले भेटेको छ अरे केटीले। अनि उसले चाहिँ लोहरी बनाएको अरे। यहाँ चाहिँ यहाँ दृष्टपट्टि अरे त्यसको घरमा पनि बिग्रिँदैन घाँसहरू भयो अरे। र त्यो लोहोरोको रूपमा प्रयोग गरेको हुनाले त्यो मसला पिस्दाखेरि चाहिँ ब्लड आयो भनेर चाहिँ भनेको दन्ते कथा भनौँ कि सत्य कथा भनौँ मैले सुनेको चाहिँ यही हो है। सुने हो मैले आँखाले देखेँ होइन। र जस्तै म यहाँनिर एउटा राजदेवी मन्दिर छ यहीँबाट आउँदैछु। यो पतिर हेर्नुभयो होला नि तपाईँ यहीँको होला होइन। अनि त्यहाँनिर एउटा माटाको थुप्रो छ होइन त तपाईँ हेर्नुभयो होला नि माटाको थुप्रो छ। अनि मैले भने कि यो त माटै माटो छ भाइ भनेर एकजना पूजा गर्न आउनुभएको थियो महेश कोइराला भन्ने। उहाँलाई चाहिँ पिपलगासीमा भेटेँ मैले। म उता अहिले जस्तै आउँदै थिएँ। अनि मलाई यसरी च्यापा पक्रेर आज तपाईँलाई भनेको छ मेरो राजदेवीले मलाई भनेको छ जो मान्छे तैँले भेट्छस् त्यो मान्छेलाई भन्नु मेरो मुकुट आउँछ भनेर भनेको छ। र आज चाहिँ तपाईँले मुकुट किनेर ल्याइदिनुपर्छ भनेर मैले भनेपछि अनि पितलको मुकुटहरू राख्दैछु चाँदीको थाला राख्दैछु सबैसँग मागेर त्यही माटाको मूर्तिदेखि मास्तिर होइन यतिसम्म गराइदिएको छु। यो जस्तै यहाँनिर यो गाउने गोलथालको देख्नु होला यो प्रदेश सरकारबाट ल्याएको बजेट हो होइन। यो चाहिँ यहाँ लगाएको छ यो दिपेन्द्र ठाकुरको 30 लाखको होइन। अनि अब मैले चाहिँ प्रदेश सरकारबाट जम्मा 80 लाख रुपियाँ अनि नगरपालिकाबाट त्यो टोयलेट बनाउनु 5 लाख रुपियाँ। अब भन्नै पर्दाखेरि यहाँ भरेको मैले गरेको अहिलेसम्म गरेको वस्तु स्थिति र भौतिक संरचनाहरू जो सरकारले समय समयमा यो मन्दिरको व्यवस्थापनमा सहयोग पुर्याइरहेको छ पुर्याइराखेको छ। अहिले भनौँ न त सुतेर त हुँदैन दौडधुप त गर्नुपर्छ। मेरो त कति पैसा खर्च भयो होला त्यो हिसाब किताब छैन। तर मैले चाहिँ यी संरचनाहरू चाहिँ तपाईँकै गाउँ रहेछ तपाईँकै ठाउँ रहेछ यति गराइदिएको छु। तर मेरो गोजीको होइन
नेपाल सरकार प्रदेश सरकारको सहयोगमा र सांसदीय कोषबाट र नगरपालिकाबाट र चाहिँ टोयलेट हो अहिले 10 लाख रुपियाँ भनेर सुन्छु कानले अब यति राम्रो अब हाम्रो वाडादेश अहिले यतिसम्म अहिले सहयोग जुटेको छ अहिलेको स्थिति ठिक छ लगभग होइन यो स्थितिमा चाहिँ ल्याउनेको कारणलाई भूमिका चाहिँ मैले खेले हो दिपेन्द्र ठाकुरले आफै उडेर आएको होइन दिपेन्द्र ठाकुरलाई चाहिँ फोन गरेँ मैले उसको के अरे भन्छ रघुवीर महासेठको लाई फोन गरेँ श्रीमती यो चाहिँ जुलीलाई गरेँ जुली महतोलाई गरेँ जुली महतोले चाहे उसलाई रघुवीर महासेठलाई गर्यो रघुवीर महासेठले चाहिँ दिपेन्द्रलाई गर्यो यसरी रिलेसन भएर अनिखेरि चाहिँ यो काम भएको हो त्यो कसै उडेर आएको चाहिँ होइन यो सब यसमा भनौँ न भूमिका र परिसरमा चाहिँ मेरो पनि परेको छ अब सिबिदीले देखाएको छ अब त्यसैले नाम यति जानकारी गराउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद यस समय दिनुभयो हर हर महादेव ल